कस्तो खतरा क्या मान्छे काठको भयो यहाँ दिदी बसिरहनु भएको छ को होला हाम्रो बर्थडे गर्लको गिफ्ट दिउँ अनि ह्याप्पी बर्थडे टु यु स्ट्रबेरी भेनिला ल्याउनु पर्छ अब हामी जान लागेको एउटा ठाउँ जहाँ चाहिँ उसको फोटो खिच्ने नमस्ते मेरो नाम सरिता बरियार अनि आज चाहिँ के अरे सरिताको बर्थडे त्यही भएर ह्याप्पी बर्थडे टु सरिता खोइ तिम्रो गिफ्ट चाहिन्छ गिफ्ट खोइ जाऊ गिफ्ट किनेर लिएर यो चाहिँ सन्जिताको तर्फबाट हामी यस्तो ठाउँमा आएको छ के झऱ्यो नि सिधै तलतिर यहाँबाट बल्ल बल्ल चाल्दै आएको बाइक चाहिँ तलै छ हेलमेट तलै छ कस्तो लाग्यो तिमीलाई किरो कराउनु कस्तो लाग्यो कसरी जाने हो चढ्नु त चढ्यो है त्यो पात पन्चाउँदै अलिकति के चिप्नु छ यो जुत्ता त मेरो गोछ समातेर आयो जाने बेला चाहिँ कसरी जा म त चप्पल खोलेर जान्छु जुत्ता खोलिवरि जान्छ के माथि डोरी फालौँ हिमाल चढे जत्तिकै हुँदो रहेछ यहाँबाट झऱ्यो नि त 60 स्पिडमा सिधै तलतिर घरको छततिर पुगे त ठिकै हो चिन्तामा हिमाल चढ्दा सहित भन्दैन बिस्तारै बिस्तारै नडराइकन अब यस्तो म पहिला हिँडेर मान्छु हामी चाहिँ अहिले अब यो खोला खिच्न लागेको यहाँ चाहिँ हेर्नुहोस् काठको पुल छ हो होला यो धेरै वर्ष हेर्नु अहिलेसम्म पनि यत्तिकै काठको पहिला हामी एकचोटि आएको थियो कलेजको बेला त्यहाँदेखि चाहिँ आएकै छैन अनि आज आएको हेर्नु सबै ढुङ्गाकै बस्ने छ हिँड्ने पनि ढुङ्गाकै इभन ल यस्तो खतरा क्या मान्छे काठको भयो यहाँ दिदी बसिरहनु भएको छ को होला तपाईँ यहाँको काम उतार हो 20 रुपियाँ दियो खोला तरेको 20 रुपियाँ मैले खोला तरेको छ के को 50 आउँछ हामी हिँड्न लागेको गाइज हो चाउमिन खाइन्छ यहाँनिर अलिअलि फोटो खिच्यो घुम्यो धेरै पछि पहाड पँधेरो कानमा खोज्ने होइन मेरो ट्याटु बन्दैछ हामीले यहाँ चोत्रो नै खाइसकेको छौँ चोत्रोको बोट हेर्नुहोस् गाइस यही हो खै मलाई चाहिँ चोत्रो चाहियो चोत्रो हातले भ्याउने जति सबै टिपेछन् अनि नभ्याउने चाहिँ राखेछन् पहिला हामी बच्चा बेला चाहिँ एकदम खान्थ्यो यो चोत्रो अहिले चाहिँ 5:30 हुँदैछ पानी बर्साउन लागेको छ अनि मलाई त भोक लाग्यो अब गएर चाउमिन खाने चोत्रो एउटा मिठो
पहिला मैले बाख्रा चलाउनेलाई एकदम हान्थेँ ट्याटु